हिसाब गर्दै जाँदा यस्तो अवस्थामा आइपुग्यो भने तपाईँहरू के गर्नुहुन्छ? रफ गर्न थाल्नुहुन्छ, आफ्नो समय खेर फाल्नुहुन्छ। अब यो भिडियो तपाईँको लागि हेर्नुहोस् त। 138बाट 4/5 घटाउँदाखेरि कति हुन्छ त? अब यसलाई एकदम सिम्पल छ, हेर्नुहोस्। यसबाट 1 घटाउनुहोस्, कति हुन्छ? 137 हुन्छ। 5 जस्ता तस्तै राख्नुहोस्, तलको 5 जस्ता तस्तै राख्ने। यो 5बाट 4 घटाउनुहोस् त कति हुन्छ? 1 हुन्छ। एन्सर यही हुन्छ है साथीहरू। हेर्नुहोस् त कति सजिलो भयो। अर्को पनि हेरौँ। 232बाट 11 का मुनि 15 घटाउँदा कति हुन्छ त? अब यसलाई के गर्नुहोस्? 1 घटाउनुहोस्, कति हुन्छ? 231 हुन्छ। 15 जस्ता तस्तै हुन्छ। 15बाट 11 घटाउनुहोस् त कति हुन्छ? हाम्रो 4 बाँकी हुन्छ। एन्सर आइसक्यो। हेर्नुहोस् त कति सजिलो भयो। अर्को हेर्नुहोस् त, यसबाट 124बाट 1 घटाउनुहोस्, कति हुन्छ? 123 हुन्छ। 123, अब यो 15 जस्ता तस्तै राख्नु होला। 15बाट 13 घटाउनुहोस्, कति हुन्छ? 2 हुन्छ। एन्सर आइसक्यो। हेर्नुहोस् त जोडको पनि हेर्नु होला। 138, अब यसलाई त चलाउनै पर्यो भने 138 राख्नुहोस्,